हेलो गाइस, वेलकम छ हजुरलाई मेरो च्यानलमा। नयाँ दिन नयाँ ब्लग सुरु गरिरहेको छु भन्दै म चाहिँ रेडी भइसकेको छु। म कहाँ जान आँटेको भन्नुमा है त। हाई भनिदेऊ। कहाँ हिँडेको? मामा घर भनिदेऊ। अर्को छोरी कहाँ हिँडेको? सो गाइस, अब चाहिँ हामीहरू निक्लेको हैन। आज म रास्तामा अलिअलि भिडियो बनाउँछु, देखाउँछु। यिनी त यस्तै गर्छ नि त, हिँड्न लाग्यो भने नि क्लिप खोल्ने के ल कस्तो देखेको मेरो फर्स्ट बिहान मेरो मुभीले कस्तो देखेको फोनमा बोल्दै बल्ल निक्ल्यो हाम्रो गाडी। आफ्नो गाडी नभएपछि यस्तै मुस्किल हुने कि अर्को गाडीमा जानु पर्दा रुकेर 1 घन्टा भइसक्यो होला हाम्रो यहाँ निक्लेको। घर जाने रास्ता पनि कट्यो। हाम्रो घर जाने रास्ता कति दिन पछि घर जाँदैछस्? कस्तो लागिरहेछ? एकदम रमाइलो। म त कति भएको अस्पतालमा कति भयो? कति तारिक थियो? 14 1 महिना 2 महिना हुन्छ नि। अब हामी 14 तारिक। तर म त जान पाइहाल्छ अझ गरमको छुट्टी छ भनेर। उल्टी आउन खोज्यो बढाएर उल्टी आन्छ। आधा रास्ता पुग्दा त उल्टी आन्छ, निक्लिन्छ आधा। यिनी त धन राम्रो छ भन्दा सानो बढी नि यत्रो ठुलो लिएर हिँड्यो नि कहिले पनि उल्टी गरेन नि। 2टा नानीले के गाडीमा हिँड्दा त्यही चाहिँ राम्रो छ छोरीहरूको आदत। मैले त पहिला त उल्टी के बस्ने बित्तिकै उल्टी गर्थ्यो, पुरा मान्छे सिटको मान्छेहरू भएको। अहिले चाहिँ अलिक आमा के आज त बहुत उल्टी होला जस्तो गर्छ। फलफुलको गनहरू लगाएर यस्तो उल्टी हुन्छ क्या। यस्तो काम छ हेर्नु न साथीहरू, कति क्युट बच्चा बेबी। नहेरेको हेर्न त्यो, नहेरेको हेर्न। हेलो 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 Osnam na kano Bangwin. ha Manglay Banay. Lai Banay? Saman. Ani saman. Cek. Ha bhaiya. Ho ba. Kuble ma. Bimal. के दिने बिमल? सुँगुरको मासु काटेको रहेछ। सुँगुरको मासु किन्नुपर्छ। सधैँ मैले लिने जग्गा छ कि बिमलले? सधैँ मैले मासु लिने जग्गा छ कि? आऊ आऊ यहीँबाट लिनुपर्छ होला। राम्रो मासु होइन तो राख्न सामान गर, म यताबाट हाल्छु। हिँड्न त उताबाट सामान राख्दै गर्न आउँछु। हिँड उताबाट तर भान्छु, हिँड सामान राख्न आउँछु। माछाहरू त थुप्रै रहेछ त, तर मासु तर सक्यो। मैले मासु के हात पकाएर बहिनीको एक्लै हिँड्छन् बहिनीलाई छोडेर। ल हिँड दिदी बहिनी हात पकाएर पानी आउनु पानी
यहाँ रहेछ मलाई मासु आऊ बा लाई कानो दा जा कानो छिक्लो साउथ भएको आई छिलो साथीहरू यहाँ मैले त्यो मार्केटमा लागेको रोक न मिट्रिन आन्छु गाइस हाम्रो चाहिँ आइपुग्यो रस्ताभरि गाडीहरू रोकेर अब जाँदैछ मैले लाग्छ त्यहाँसम्म भाइहरू अब लगाएको दुइटा भाइ मेरो छोरी होइन 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 यस्तो खुसी भएको छैन मेरो सानो छोरी गाउँमा जान्छ नि त खेल्नु पान्छ नि त उहाँ घरको भित्र हुन्छ बिचरा यसको लागि घाम छ यहाँ हो अझ 15 मिनट लाग्छ साथीहरू अहिले घर पुग्न अझै कस्तो लाग्यो बेबी राम्रो देखेछ नाच्देऊ त कस्तो लाग्यो छोरी कस्तो लाग्यो भन्छ का राम्रो लाग्यो यता हेर यत्रो लामो रस्ता देखिन्छ यहाँदेखि साथीहरू पर अझै त्यो भन्दा कति 15 मिनट हिँडेर जान्छ गाउँमा यही दुःख छ यही टेन्सन छ साथीहरू माइत आउन मन लाग्छ आयो भने पनि यत्रो रस्ता हिँडेर जानुपर्छ गाडीबाट उत्रेर 5 मिनटको रास्ता मजुलाई देखान्छ हाम्रो गाउँ पुग्छ गाउँ पुग्छ किन किन धन्न चप्पल लाएर आएछु साथीहरू ठिक गरेछु नै त म त गरमले कपडा धन्दै धेरै गरम हुँदैछ यस्तो गरम छ यहाँ आसाममा साथीहरू गरम भने हेर न मामाहरू कति छिटो हिँड्छ उहाँ पुग्छ कति खुसी लाग्छ क्या साथीहरू यहाँ गाउँमा आयो भने आफू जन्मेको गाउँ जे भए पनि खेलेको हुर्केको यस्तो घाम छ साथीहरू मैले त घामले गर्दा मोबाइल हेर्न पनि सकिरहेको छैन के केही पनि हेर्न परे यस्तो टल्किरहेको छ अनि घामले मामा गयो तिमीलाई छोडेर कुदा कुदा यहाँ साइडपट्टि कुदा कुदा जाऊ मामालाई भेट 1 2 3 1 2 3 यत्रो दूरबाट आएको भान्जी मामा भनेर भेट्नलाई मामा चाहिँ हेर्छ अगाडि भागेको भान्जी छोडेर कति हरामी नि यो भाइ यत्रो दूरबाट आएको भान्जी मामा भनेर भेट्नलाई मामा चाहिँ हेर्छ अगाडि भागेको भान्जी छोडेर कति हरामी नि यो भाइ साथीहरू हेर्नु न यहाँ मेरो छोरी हिँड्नै जान्दैन अब के भन्ने आस्ते आस्ते आऊ हो त साइडमा टेक साइडमा टेक मलाई डर लाग्छ हेर्न यस्तो हिलो छ यहाँ अबे के भेकोलाई भेट्यो रस्तामा आउँदा आउँदै हाम्रो हजुरबालाई सन्चै हुन्छ हाम्रो हजुरबा को छ भन्नुहुँदैछ भिडियो बनाएको सन्चै हुन्छ कहाँ हिँड्नु कहाँ यता क्षेत्र पुग्नुपर्छ दबाई पाइन्छ पाइन्छ सोध्नु ए अच्छा लिएर आउनुहुन्छ खुर्सामा हुन्छ आउनु भरे घरतिर ल गरम यस्तो गरममा हिँड्नु पर्छ हजुरबा के गरिदिनु त्यस्तो चाहिँ हुन्छ ल भरे आउनु घरतिर हजुरबालाई भेट्यो सायद
हजुरबा मेरो हजुरबा होइन गाउँको हजुरबा त्यहाँ हेर त नयाँ पुल बन्दै रहेछ नि त अब कहाँको रास्ता कुन रास्ता जाने मलाई केही थाहा छैन अब रास्ता छ ला त्यहाँ त भत्काइसक्यो चिन्दिनँ कहाँबाट जाने हो रास्ता यहाँ रास्ता हालेछ सानो बास अब यहीँबाट होला जाने साथीहरू यहाँ त पौडी खेलिरहेका छ खोला साथीहरू हामीहरू पौडी खेल्ने खोला सानोमा स्कुलबाट आउँदा नि हाफ टाइममा नि यहीँ आएर पौडी खेल्यो हो को काले भाइ नयाँ पुल बनाउँदो रहेछ नि त अनि यहाँ त अहिले त यस्तो पुल थियो नयाँ पुल बनाउँदो रहेछ मजा आउँदैन लानु हुँदैछ मैले चाहिँ आएर यो पानी खाएँ यस्तो थाकेर गरममा यति मिठो छ यो पानी यति मिठो छ चम्पा दिदीले गिलास दिनुभएको मलाई धुलाएर पानी खाँदा थ्याङ्क यू यता हेरिदिनु कस्तो आनन्द भयो पानी खाएर हे बाई आउनु पुग्यो ल आऊ 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 जान्छु ल हेर्न साथीहरू मेरो छोरीको धाक अगाडि आयो भनेर धाक देखाउँदै बसेछ अघि नै आइसक्यो भनेर उसले धाक देखाउँदैछ मलाई नि होला आमा दिदीलाई वेलकम गरेको बजुको घरमा हो र दिदी हिँड्न सक्दैन भनेर के गर्दैछन् मम्मी हुनुहुन्न यिनीहरू मेरो बुहारी यो खण्डित बुन न खण्डित हेर त भाइ कि यहाँ आइज तलै रु यहाँ आइज ओइ दिदी आन्छ नि त हिँड न पहिला हामी माइजूको घरमा गएर हाने ऊ बेबी त ऊ कस्तो मजाले चुपचाप बसेको छ निचानु हाई भनिदेऊ सानो चुचुरी आमाको घरमा हिँडेको गाईहरू छ कस्तो राम्रो भ्यू छ कस्तो राम्रो देखेछ सुजिता कस्तो राम्रो देखेछ नि फोनमा हेर न साँच्चै भने कस्तो राम्रो देखेछ उसले के दिदी आएन भनेर कहाँ जाने भनेको गाइस मैले चाहिँ आज माइतमा आएर मगर ड्रेस लगाएको छु कस्तो सोक लागेको थियो बुहारीको रहेछ त्यही भएर कस्तो देखेछु अब टिकटक भिडियो बनाउँछु म रिल्स हेर्नु कस्तो हुन्छ देखाउने त रिल्स हेर्न सक्छ यस्तो राम्रो भिड छ बुहारीको घरमा आएको छु म यिनको घरको पछाडि यस्तो राम्रो भ्यू छ यो भिउजभन्दा राम्रै म बच्छु आज होइन भन होइन जानु यता हेर भन त कस्तो छ पुपु आवाज उसले गाडा थाप्छ अरे आवाज सबै लिपस्टिक लाग्यो वाउ यता हेर छोरी कस्तो राम्रो भ्यूज देखेको हो त्यहाँ बस्नु त म फोटो खिचिदिन्छु तिमीहरूको जाऊ बहिनी जाऊ न बहिनी ऊ जाऊ छेमा छोरी भएर जाऊ हो त्यहाँ बस्छ म फोटो खिचिदिन्छु बस यता आएर अलिक उहाँनिर जाऊ न उहाँनिर झ्याप्पै छ हो त्यहाँ हो त्यहाँ बस फोटो खिचिदिन्छु झ्याप्पै छ बस यता आएर
यता आएर कस्तो राम्रो लागेको नि वा आऊ 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 भयो जानी आऊ आऊ छिटो सो गाइस म चाहिँ भाइको घरमा आएको थिएँ अब घर जाँदैछु निक्लेर मम्मीको घर भाइको किन अलिकति दूरमै छ नि त आएको थिएँ सानो छोरा लिएर ऊ दुटी आएछन् मलाई खोज्नको लागि अब जाँदैछु साथीहरू किन गाउँको रास्ता हजुरलाई थाहा छ गाउँ छ यता यस्तो जङ्गल छ साथीहरू देख्न सक्नुहुन्छ अलिक धेरै अँध्यारो भयो भने त अहिले त उजेलै छ 6 बजे अलिक धेरै अँध्यारो भयो भने त फेरि लाइट साइट पनि हुन्न यहाँ साथीहरू जङ्गलको रास्ता डर लाग्छ यसको लागि यहाँ त खेत पनि रोपेका रहेनछन् आउन छिटो के गर्न थाले साथीहरू राम्सी लिएर आऊ बहिनीलाई गिलाउ फेरि सुन्यौ यस्तो धेरै खेत हो न खोला हो खेत खोला जस्तो लाग्दैछ मलाई हेर हेर यहाँ यस्तो रास्ता छ अब राम्रोसित मलाई पनि डर लाग्छ जाऊ बहिनी चिप्लो सक्यो साथीहरू मैले चाहिँ अब सिलङबडी भिडियो मेरो घरबाट सिलङबडी भिडियो सुरु गरेको थिएँ अहिले गाउँमा आएको छु मम्मीको गाउँमा माइतमा भन्दै अब म के कस्तो लाग्यो हजुरको भिडियो हेरेर फार्टदेखि लास्टसम्म बताउनु होला मलाई पनि भन्नु होला किनकि मलाई हजुरको कमेन्ट भन्नु भने मलाई थोडा मलाई के भन्ने मतलब थोडा भिडियो बनाने